नमस्कार साथीहरू, आज हामी सरकारी कामकाजमा बारम्बार सोधिने सामान्य ज्ञानहरू लिएर आएका छौँ। भिडियोको सुरुवात गरौँ पहिलो प्रश्नबाट। भारतको नक्सा जस्तै देखिने मिल्दोजुल्दो नक्सा भएको नेपालको जिल्ला कुन हो? ए. भक्तपुर, बी. सङ्खुवासभा, सी. झापा, डी. कास्की। तपाईहरूसँग 10 सेकेन्ड रहेको छ, सही जवाब दिनुहोस्। यसको सही जवाब रहेको छ बी. सङ्खुवासभा। दोस्रो सामान्य ज्ञान प्रश्न। विश्वको 100 भन्दा बढी सम्बन्ध विच्छेद हुने देश कुन हो? ए. चीन, बी. भारत, सी. अमेरिका, डी. रसिया। तपाईको समय सुरु भयो। यसको सही जवाब रहेको छ सी. अमेरिका। अबको पाली नेपालको इतिहास सम्बन्धी सामान्य ज्ञान प्रश्न। आफ्नो नामको पछाडि जबरा लेख्ने पहिलो राणा प्रधानमन्त्री को रहेका छन्? ए. चन्द्रशमशेर, बी. जङ्गबहादुर, सी. देवशमशेर, डी. वीर शमशेर। तपाईको समय सुरु भयो। यसको सही जवाब रहेको छ डी. वीर शमशेर। अबको पालीमा एउटा रोचक तर सान्दर्भिक सामान्य ज्ञान। पृथ्वी गोलो छ भनी घोषणा गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ? ए. न्युटन, बी. चार्ल्स डार्विन, सी. जर्ज वाशिंटन, डी. पाइथागोरस। तपाईको समय सुरु भयो। यसको सही जवाब कमेन्टमा गर्नुहोला। हामी भिडियोको अन्त्यमा यसको सही जवाब दिनेछौँ। अर्को सामान्य ज्ञान प्रश्न। युवा कवि भनेर मोतीराम भट्टलाई चिनिन्छ भने नाट्य सम्राट भनेर कसलाई चिनिन्छ? ए. बालकृष्ण सम, बी. जितेन्द्र मत अभिलाषी, सी. विजय मल्ल, डी. महजोडी। तपाईको समय सुरु भयो। तपाईसित 10 सेकेन्ड रहेको छ। यसको सही जवाब रहेको छ ए. बालकृष्ण सम। अबको पालीमा एउटा आविष्कार सम्बन्धी सामान्य ज्ञान प्रश्न। सूर्यको किरणमा 7 रङ हुन्छ भनेर पुष्टि गर्ने पहिलो वैज्ञानिक को हुन्? ए. लियोनार्दो भिन्ची, बी. हेरोडोटस, सी. न्युटन, डी. पाइथागोरस। तपाईको समय सुरु भयो। यसको सही जवाब रहेको छ सी. न्युटन। अर्को सामान्य ज्ञान प्रश्न कला क्षेत्रबाट। सर्वप्रथम रजत जयन्ती मनाउने नेपाली चलचित्र कुन रहेको छ? ए. कुमारी, बी. कुसुमे रुमाल, सी. सिन्दुर, डी. माइती घर। तपाईको समय 10 सेकेन्ड छ, सही जवाब दिनुहोस्। यसको सही जवाब रहेको छ बी. कुसुमे रुमाल। अर्को सामान्य ज्ञान प्रश्न। हाम्रो मानव शरीरको 100 भन्दा ठूलो अङ्ग कुन रहेको छ? ए. छाला, बी. पेट, सी. गोडा, डी. टाउको।
यसको सही जवाफ रहेको छ ए छाला। अर्को सामान्य ज्ञान प्रश्न, बिहान मात्र फूल पार्ने चराको नाम के होला? ए भँगेरा, बी परेवा, सी हाँस, डी काग। तपाईको समय सुरु भयो। यसको सही जवाफ रहेको छ सी हाँस। आजको यस भिडियोको अन्तिम सामान्य ज्ञान प्रश्न रहेको छ। एउटा फरक खालको प्राय लोकसेवामा सोधिने प्रश्न। टेलिफोनलाई नेपाली भाषामा के भनिन्छ? ए दूरदर्शन यन्त्र, बी दूरभाष, सी ध्वनि विस्तारक यन्त्र, डी स्वर ठुलो पार्ने यन्त्र। यसको सही जवाफ रहेको छ बी दूरभाष यन्त्र। यदि तपाईले आज 10 मा 10 मिलाउनु भयो भने कङ्ग्रेचुलेसन, तपाई लोकसेवा वा जीकेमा राम्रो दखल राख्नुहुन्छ। अझै यस्ता जीके भिडियोको लागि लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोस्। हामी फेरि नयाँ प्रश्नसहित भेट्ने नै छौँ। धन्यवाद।